नेपाली गीत गायकी 7 जना चर्चित भारतीय गायिकाहरू। नम्बर 1 लता मंगेशकर। स्वरको देवी भनेर चिनिने लता मंगेशकरको आवाजमा रहेको शुद्धता, भाव र गहिराईले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउन सहयोग गरेको छ। नेपाली दर्शकका लागि उनको स्वर सधैँ सम्मान र गर्वको विषय रहँदै आएको छ। लता मंगेशकरको 92 वर्षको उमेरमा सन् 2022 मा निधन भइसकेको छ। यो सुन्नुहोस् उनले गाएको नेपाली गीत बाचुन्जेलीलाई। नम्बर 2 आशा भोसले। भारतीय संगीतकी दिग्गज गायिका आशा भोसलेले नेपाली गीत गाएर पनि दर्शकको मन जितेकी छिन्। आशा भोसले लता मंगेशकरकी बहिनी हुन्। उनको स्वरमा रहेको मिठास र लचकताले नेपाली धुनलाई अझै जीवन्त बनाएको छ। यो सुन्नुहोस् उनले गाएको गीत गहिरी खेतको। नम्बर 3 उषा मंगेशकर। सरल तर भावुक आवाजकी धनी उषा मंगेशकरले नेपाली गीतलाई आत्मीय बनाइदिएकी छिन्। उनी पनि लता मंगेशकरकी बहिनी हुन्। गीतमा उनको स्वरले प्रेम र स्मृतिलाई एकसाथ महसुस गराउँछ, जसले नेपाली दर्शकमाझ उनलाई विशेष बनाएको छ। यो सुन्नुहोस् उनले गाएको गीत झल जल्दी आँखामा। नम्बर 4 साधना सरगम। सुमधुर स्वरकी धनी साधना सरगमले नेपाली गीतलाई अझै भावपूर्ण बनाएकी छिन्। यो सुन्नुहोस् उनले गाएको गीत लौ मार्यो। नम्बर 5 श्रेया घोषाल। मिठासले भरिएको स्वरकी धनी श्रेया घोषालले नेपाली गीत गाएर पनि दर्शकलाई लोभ्याएकी छिन्। उनको आवाजले उत्साह र भावनालाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ। यो सुन्नुहोस् उनले गाएको गीत नाच्छ यो मन किन किन। नम्बर 6 सञ्जीवनी। नरम र भावनात्मक स्वरकी धनी सञ्जीवनीले नेपाली गीतमा पनि आफ्नो छाप छोडेकी छिन्। उनले गाएका गीतले नेपाली संगीत प्रतिको मन छोएको छ र उनको स्वरले गीतलाई अझै जीवन्त र मन छुने बनाएको छ। यो सुन्नुहोस् उनले गाएको गीत मखमली पछ्यौरी। नम्बर 7 नेहा कक्कर। पप स्टाइल र जोशपूर्ण आवाजले चर्चित नेहा कक्करले नेपाली गीतमा पनि आफ्नो छाप छोडेकी छिन्। एकदेव लिम्बूको मुख्य स्वर रहेको झिमझिमाउने आँखा गीत नेहाले हिन्दीमा गाएपछि झन लोकप्रिय बन्यो। यो सुन्नुहोस् उनले गाएको गीत झिमझिमाउने आँखा। र यी 7 जनामा तपाईलाई सबैभन्दा मनपर्ने गायिकाको नाम कमेन्टमा लेख्नुहोला अनि भिडियोलाई लाइक गरी हाम्रो आइडीलाई फलो गरिदिनु होला। धन्यवाद।